कस्तो राम्रो देखा कस्तो राम्रो जिब्रो निकालेर नि मलाई तर्सान भन्दा म धानबारी नि हिल्लै हिलोमा फिल्ली अहिले दरबारतर्फ आइपुगेका छौँ होइन चाहिँ यो दरबार स्क्वायरभित्रै पर्छ अमिताभ बच्चन हुनुहुन्छ उहाँको मुभी महान चाहिँ आजभन्दा धेरै वर्ष अगाडि यस ठाउँमा खिचिएको थियो हजुर त्यसैले उहाँको च्यानल सब्सक्राइब गरिदिनु होला यदि तपाईँहरूलाई स्वर्गमा पुग्नु छ भने धर्म Here is भक्तपुर दरबार स्क्वायर म्याप अनि हामी चाहिँ अहिले चाहिँ हामी युआर हियर यहाँ आइपुगेका छौँ हामी चाहिँ कहाँबाट आयौँ भन्ने कुरा तपाईँलाई त्यो बनेपा टु नगरकोट टु थिमी टु काठमाडौँबाट हामी चाहिँ यस ठाउँमा आइपुगेका छौँ हार्दिक स्वागत छ साइना सुब्बा ब्लगमा र आज तपाईँहरूले ब्याकग्राउन्डबाट थाहा पाइसक्नुभयो होला हामी कहाँ आइपुगेको छौँ भनेर होइन अनि धेरैजना यहाँ भक्तपुरदास काठमाडौँ बस्नुहुँदैछ कस्तो मजाले हेर्दै हुन्छ दिदीले हामी चाहिँ कहाँ आइपुगेको छौँ झ्याले दरबार हजुर अनि हामी चाहिँ यहाँ आइपुगिसकेका छौँ अनि यहाँ चाहिँ एकदमै विभिन्न कलात्मक विभिन्न काठका होइन अब मन्दिरहरू र विभिन्न चाहिँ काठबाट कुदिएका 55वटा झ्याल अनि कतिवटा ढोका तपाईँहरूलाई अझ देखाउनेछौँ भक्तपुर दरबार स्क्वायर आइसकेका छौँ अनि भक्तपुर दरबार स्क्वायरको इस्टाब्लिस चाहिँ 1696 मा सत्येन्द्र मल्ल जो राजा हुनुहुन्थ्यो जुन चाहिँ मल्लकालीन शासनकालमा होइन त्यो बेला चाहिँ यो भक्तपुर दरबार स्क्वायर बनिएको थियो भक्तपुर अनि काठमाडौँ अनि त्यसपछि ललितपुर 3वटा चाहिँ राज्य यहाँ पहिले थियो होइन अनि र यो 3वटा राज्य मध्येमा सबैभन्दा धेरै चाहिँ अब यस्तो विभिन्न काठहरूको सजावट भएको स्थान चाहिँ भक्तपुरलाई मान्छौँ होइन अनि यो चाहिँ एकदमै अब राम्रो छ तपाईँहरूलाई अझै हामी देखाउनेछौँ यो चाहिँ 17औं
18औं शताब्दीमा चाहिँ यस भक्तपुर दरबार स्क्वायर बनिएको थियो होइन। जहाँ चाहिँ एकदमै विशाल छ यो। अहिले तपाईँहरूलाई अझै सबै ठाउँमा घुमाउने 55 झ्याले दरबारमा पनि घुमाउनेछौँ तपाईँहरूलाई होइन। एकदमै विशाल छ, एकदमै राम्रो छ। तपाईँहरूले धेरै देखि पनि सक्नुभयो होला, धेरैजना आइ पनि सक्नुभएको छ होला तपाईँहरूलाई। ओके, अझ तपाईँहरूलाई राम्रो राम्रो कुरा देखाउने छ। यहाँको विशेषताहरू पनि भन्नेछौँ। भनेको कति टाढो यहाँबाट त्यही 30 मिनट जस्तो लाग्छ। तपाईँहरूलाई के कतिको थाहा छ भने थोरै भनिदिनुहोस् न हामीलाई। यो भक्तपुर दरबार स्क्वायर चाहिँ राजा मल्लकालीले चाहिँ गर्नुभएको होइन, चलाउनु भएको राजाले चलाउनु भएको। अनि यहाँ चाहिँ कस्तै पहिला चाहिँ राणा शासन कालहरूमा चाहिँ धेरै युद्धहरू हुनु हुनाले चाहिँ त्यहाँ 55 झ्याल दरबारमा चाहिँ रानी होइन, रानीलाई चाहिँ विभिन्न उहाँलाई चाहिँ होइन त्यो जस्तै छोरी मान्छेहरू जस्तो भन्छ नि त अहिलेको समाजमा हेर्दा पनि। पहिला त सुन्दरी राम्री यस्तो राम्री अनि देखेर चाहिँ अनि सबैले आँखा लाउने भनेर चाहिँ त्यो झ्यालमा चाहिँ त्यो झ्यालबाट चाहिँ बाहिरबाट चाहिँ नदेखिने भित्रबाट चाहिँ देखिने भएर चाहिँ देखिनु भयो। 55 झ्याल दरबार त्यो बनाउनु रानीको लागि चाहिँ त्यो बनाएको होइन। अब अरू त भनेको त्यो दही अनि ढाका त एकदम प्रख्यात छ होइन। तपाईँहरूलाई धन्यवाद है दिनु भएकोमा। भक्तपुर दरबार स्क्वायरमा हराएको अवस्था है गाइडहरू। भक्तपुर दरबार स्क्वायरमा हराउन सफल महिलाहरू इधर हुनुहुन्छ। ये भक्तपुर दरबार स्क्वायरमा हराउने एक महिला है और यहाँ पे जाना एक्सीडेंट हो गया। कस्तो राम्रो देखा, कस्तो राम्रो निकालेर नि मलाई तर्सान भन्दा म धानबारी नि हिल्लो कस्तो खतरा, कस्तो राम्रो देखेको, कस्तो राम्रो छ ऊ मान्छेर कति राम्रीहरू हुनुहुँदो रहेछ यहाँ मकुण्डोहरू। अबे कति राम्री मकुण्डो मेरो परी भन्ने साथीले पहिलो पोखराबाट यस्तै सेम यही माला ल्याइदिएको थियो मलाई। आज मलाई उसको याद आयो। यसलाई के पो भन्छ? माने यो मानेको चाहिँ कति हो हजुर? 700 ए हजुर कति महँगो हो तर है अलिक महँगो लाग्छ। मन्दिर जुन चाहिँ हामी आई थिङ्क मलाई लाग्छ 4 अर्थात् 5 क्लासमा पढ्दाखेरि हामीले यस मन्दिरको बारेमा पढेका थियौँ, बुकमा पनि थियो। 55 झ्याले दरबारतर्फ आइपुगेका छौँ होइन। चाहिँ यो दरबार स्क्वायरभित्रै पर्छ। अनि नेपालीहरू त्यसै पनि विभिन्न कला कौशलले धनी हामी नेपालीहरू। अनि यहाँ चाहिँ विभिन्न काठमा चाहिँ होइन विभिन्न कलाकृतिहरू, विभिन्न भगवानहरूको चित्रहरू चित्रित धेरै राम्रो यहाँ चित्रहरू देख्छौँ हामी। अनि एक्चुअली भन्नुपर्दाखेरि चाहिँ 55 झ्याले दरबार चाहिँ यो रहेछ। झ्याल चाहिँ खोइ तपाईँहरू पनि गर्नुहोस् है। यस्तो जादुगारी वाह वाह वाह। के सुन्नु न 55 झ्याले दरबार फाइनली यहाँ भक्तपुर दरबारको चाहिँ गोल्डन गेटमा आइपुगेका छौँ। अनि हामीसँग यहाँ आर्मी दाइ हुनुहुन्छ, उहाँले चाहिँ हामीलाई प्रवेश निषेध भन्नुभयो होइन। यो गोल्डन गेटदेखि भित्र चाहिँ जान नमिल्ने रहेछ किनभने भित्र मन्दिर रहेछ होइन। अनि त्यो मन्दिरको सुरक्षाको लागि चाहिँ उहाँहरू खटिरहनु भएको रहेछ। सो त्यसैले हामीले बाहिरदेखि नै भिडियो बनाएको छौँ। अब सुन
उनले त बनेको होला नि होइन यस ठाउँमा चाहिँ विभिन्न धेरै मुभीहरू नेपाली मुभीहरू पनि खिचिसकेको छ होइन तपाईँहरूले देखि पनि सक्नु भएको छ होला धेरै मुभीहरूमा यो ठाउँ अनि हिन्दी मुभी पनि बलिउड मुभी पनि यस ठाउँमा खिचिएको छ जो चाहिँ हामी सबैको मनपर्ने एक्टर अमिताभ बच्चन हुनुहुन्छ उहाँको मुभी महान चाहिँ आजभन्दा धेरै वर्ष अगाडि यस ठाउँमा खिचिएको थियो कुमालेको चक्र झैँ घुमिरहने चोला भन्छौँ नि हामी मेरो त राम्रै आउँछ हो यस्तै कस्तो मजाले बनाउनु भएको है दाइ नमस्ते कति राम्रो बनाउनु भएको है अनि सुन्नु न यो कालो चाहिँ के कालो माटोले बनाउनु भएको हो कि कसरी कालो माटो दुई थरीको हुन्छ ए हजुर हजुर कति राम्रो बनाउनु भएको एकचोटि छुनु मिल्दैन छुन काम मिल्छ मलाई कस्तो छुन मन लाग्यो यहाँ भेजन छुन मिल्छ छुम यसलाई छोयो भने त मिल्छ नि केले छुनु अनि त्यो तलको माटोलाई पनि मात्र ए हजुर कहाँबाट ल्याउनुहुन्छ अनि यो माटो माटो हजुर किन्नुपर्छ ए किनेर मतलब यो माटो चाहिँ कुन ठाउँमा पाइँदो रहेछ र अहिले सातो ललितपुर ए हजुर यहाँ भक्तपुरको माटो चाहिँ किन यस्तो सामग्री बनाउनको लागि त्यति के राम्रो हुँदैन यहाँको माटो राम्रो छ अहिले चाहिँ यो सबै जग्गाहरू लर्निङ भएर चाहिँ घर बनिसक्यो माटो लिने ठाउँमा हजुर हजुर अनि तपाईँले यस्तो काम गर्नु थाल्नुभएको कति भयो दाइ धेरै वर्षको एक्सपिरियन्स छ होला है यति राम्रो राम्रो बनाउनु भएको छ हजुर 32 वर्ष हो माइ गड नरे दाइ जस्तै हुनुहुन्छ हौ खै के थाहा हाम्रो गाउँको नरे दाइ जस्तै हुनुहुन्छ तपाईँ राइना दिदीले बनाउँदै हुनुहुन्छ ल पहिला पानी हाल्नु न पानी कसरी पानी हाल्दै हुनुहुन्छ यहाँ सो म चाहिँ अब माटोको विभिन्न सामानहरू बनाउँदैछु कस्तो अनुभव भइरहेछ छुँदा एकदम कस्तो रमाइलो मलाई यो छुनु मैले यतै मन लागिरहेको थियो कि हजुर फाइनली आज चाहिँ मैले छुन पाएँ थ्याङ्क यू सो मच दाइ अनि बनाउनु पर्यो नि त दिदी त्यो कसरी बनाउने हजुर याद थिच्नु ए यसरी हात भिजाउनु पानी छ नि त ए भिजाउनु भिजाउनु त्यतिकै त कहाँ हुन्छ त्यो सरी दाइ चिप्लो हुनुपर्छ क्या ए हजुर ल ल दिदीले यहाँ बनाउँदै हुनुहुन्छ यो चाहिँ कसरी घुम्दो रहेछ नि कस्तो मजा हो खिच्नुपर्छ नि यो खुट्टाले हजुर यहाँ खिच्नुहोस् ओहो कस्तो मजा आयो त्यो मात्र होइन अब यसले चाहिँ यसलाई कसरी ए यस्तो आकारमा पनि बन्दो रहेछ यसरी हो दाइ अनि यसरी चाहिँ यो धारो अलिक मेटिँदो रहेछ क्या यसरी खिच्दाखेरि ल छिटो छिटो बनाउनुहोस् दिदी छिटो छिटो हुन्छ दाइ भरे बिग्रिन्छ होला तपाईँले थ्याङ्क यू दाइ ल मेरो पहिलो एक्सपिरियन्स कस्तो भयो बताइदिनुहोस् उयो कहाँ धुने हो ऊ होली आउँदैछ ऊ जितेन्द्रलाई लाग्दैन विभिन्न सामग्रीहरू हामी यहाँ देख्न सक्छौँ अनि कति राम्रो घन्टी पनि है अनि दिस इज यो कस्तो राम्रो दियो राख्ने है हो भने कस्तो राम्रो अलिकति परबाट खिच्छ नि मलाई पनि देखाउनु अब उता उता अगाडि हिँड्दै हिँड्दै जानु हो त्यसरी कति राम्रो रहेछ यो चाहिँ कस्तो दामी लाग्यो चिलको माटै माटो माटै माटो
यो तपाईँहरूलाई चाहिँ यो सुपथ मूल्य मैले दिनु आँटेको है नाङ्लो सुन्चेको भारी बिसाउँदै मेरो माइली हुँदा नि हो यिनीहरू यहाँ चाहिँ भक्तपुर दरबार स्क्वायरमा हराएको अवस्था है गाइडहरू भक्तपुर दरबार स्क्वायरमा हराउन सफल महिलाहरू इधर हुनुहुन्छ ये हम है और ये भक्तपुर दरबार स्क्वायर में हराने एक महिला है और यहाँ पे झना एक्सीडेंट हो गया दादा से लाइव ये जो साइना से ब्लॉग हो है दिस इज साइना साइना कति दामी मान्छे हो यार आमामा कस्तो दामी मान्छे हो त्यसैले उहाँको च्यानल सब्सक्राइब गरिदिनु होला यदि तपाईँहरूलाई स्वर्गमा पुग्नु छ भने धर्म साइना सुब्बा ब्लग सब्सक्राइब गर्नु होला ओ मागो कस्तो राम्रो राम्रो ब्याग हो ओ मागो कस्तो राम्रो ब्याग हो कस्तो मिलेको हेर्नुहोस् त यो दरबारलाई कस्तो राम्रो छ चिटिक्क परेको कति हाँस्नु फुपूको किडनी दुख्यो अरे है हाँस्दा हाँस्दा कस्तो राम्रो सिन देख्यो हौ हाथी आयो हाथी हाथी का दिन है आज तो हाथी का दिन है ओहो गाइस दिस इज घंटी है गाइस ला घंटी नबज्नुको रहस्य त यो पराइछ त हजुरहरूलाई पनि नमस्ते भनेको छु है भनिदिनु न दादा भनेको छु रे ल हामीले पनि सुन्देको छ उहाँको नमस्ते हेलो हाई राम्रो छ है अरे गुलमेली भिडियोको भिडियो भइरहेछ है अघिदेखि आर्मी दाइले हेर्दैछ नि अहिले बन्दुकले डिस्यु ओ ह्यान्डसम आर्मी जी हेलो ह्यान्डसम आर्मी ये हम है और पछाडि ह्यान्डसम आर्मी है ये मेरा गोल्डन गेट है और यहाँ पे पार्टी हो रही है अहिले हामी चाहिँ यता हेर्नु होला जुजु दाउ हैन दाउमा चाहिँ प्रख्यात खानेकुरा भक्तपुर आएर जुजु दाउ नखानु होला नखाइ जाने मान्छे जुजु दाउ पनि आयो ए हाम्रो जुजु दाउ नखाने मान्छे चाहिँ फेरि यता छ है सो हामी चाहिँ भक्तपुरको एकदम प्रख्यात खानेकुरा जुजु दाउ हैन खाँदैछ म चाहिँ यहाँ भिडियो गरिरहेको छु यता पनि हुनुहुन्छ उहाँहरू चाहिँ दही खाने म चाहिँ चिया खाने यो जुजु दाउ चाहिँ म एक गाग्री खान्छु होला एक गाग्री म पनि पेटमा अट्छ र म 4 गाग्री पेटमा अट्छ किन अट्नु हैन र भाइहरूसँग आएको छु दिदी चाहिँ गइसक्नु भयो हैन अनि मेरो छेउमा छ मेरो कान्छी भदैनी ऊ चाहिँ पाँचतरबाट भर्खर आएको अनि ऊ चाहिँ चाटा छ जुजु दाउ लास्टै मिठो भएर रित्तो बनाइसकेछ उसको नाम चाहिँ इन्टरी आङथुपो इन्टरी चाहिँ किन नाम बसेको भनेको उसलाई चाहिँ सबैले माया गरेर इन्टरी भएको भने नि होइन खासमा उसको नाम मनिका हो होइन तर उसलाई चाहिँ गाउँमा इन्टरी भन्छन् किनभने नि पहिला एकदमै हाम्रो लोकप्रिय गायिका सत्यकला राईको चाहिँ भेटौँला मायालु इन्टरनेटैमा भन्ने गीत छ नि तपाईँहरू सबैलाई थाहा हो गीतमा चाहिँ मेरो भदैनी एकदम सानो बुढोको उफ्रिँद नाच्थ्यो अरे त्यही भएर उसको नाम नै इन्टरी गीत गाइदिनु न त एकचोटि भेटौँला मायालु इन्टरनेटैमा होइन तर जस्तो त्यसरी गाउँघरमा चाहिँ अब
केही उयो मान्छेले गर्यो भने त जिस्काइहाल्ने खालको त्यस्तो खालको परम्परा हुन्छ होइन तर मलाई पनि यो गीत चाहिँ एकदमै मनपर्छ अनि इन्टरभ्यू नाम चाहिँ कस्तो लाग्छ हजुरलाई कमेन्ट गर्नुहोस् र यदि राम्रो लाग्यो भने आफ्नो छोरीको नाम राख्नु होला पछि यस्तो बनाइन्जेल खाए माटोको भाँडा पनि साँच्चै माटो खानु आँट्यो है ल माटै टोक्दिउँ कि जस्तो भइरहेछ के गर्ने यता ब्रो चाहिँ ब्ल्याक टी म चाहिँ यो मन पर्दैन किनभने अलि मोटो भएर किन भएर मन नपरायो उसलाई मोटो भएर चाहिँ नखाएर 2 चम्मच के अरे चिनी हालेर चिया खायो उहाँको डाइट प्लान चाहिँ एकदम खतरा छ है चिनी खानुपर्छ यदि तपाईँहरू डाइटिङमा हुनुहुन्छ भने खानु सबैले चिनी खानुहोस् तपाईँ घट्नुहुन्छ है उहाँको आइडिया चाहिँ फलो नगर्नु होला गाइज होइन चिनी खानु हुँदैन डाइटिङ गर्दा चिनी खानु हामी चाहिँ फिटनेस सम्बन्धी यसो ज्ञान पनि दिन्छौँ है गाइज आउनु होला डिस्क्रिप्सनमा नम्बर हामी पनि सिकाइदिन्छौँ तपाईँहरूलाई ल ल कसरी फिट हुने भन्ने कुरा खोइ खाजा आउँदैन त अझ कति ढिलो गर्यो चाउमिनमा दरो खानुपर्छ घटिन्छ मजाले घट्छ पेट घट्छ हाम्रो गाइजहरूले दिनु थाल्यो त हौ भन भिडियो सकिएको छ अनि आजको हाम्रो भिडियो तपाईँलाई कस्तो लाग्यो कृपया कमेन्ट बक्समा कमेन्ट गर्नु होला हैन साथै हाम्रो भिडियोलाई सेयर गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला सब्स्क्राइब गरिदिनु होला घन्टी टिङ दबाइदिनु होला हजुरकै लागि किप सपोर्टिङ किप लभिङ बाइ बाइ